दिदी के घाँस अम्बाको बोट के काटेर कसलाई खिलाउने हो? यो चाहिँ गोरुलाई खुवाउने हो, त्यही भएर हो। खान्छन् त गोरुले बाख्रा खाने घाँस? बाख्राले पनि खान्छन्, यो अलि राम्रो हुन्छ भनेर त्यही भएर काटेको। यो बारी कसको? यो बारी चाहिँ बहिनीको, मैले चोरिरहेको छु कि। अनि किन चोरिरहेको छ? अनि सोधेर काट्न सक्नुहुन्न? सोधेर किन काट्नु पर्यो र? मम्मीलाई सोधेर काटिसक्यो, अनि कसलाई सोध्नु पर्यो? त्यस्तो भए त केही भएन र? अरू त ठिकठाक छ। ल काट्नु। मेरो बहिनी के गरिरहेको छ? घाँस काटिरहेको छ दिदी। कति छन् र गोरु? त्यस्तरी यो घाँसको बोटमा घाँसै छैन जस्तो लाग्छ। अहिले सपारी ठुल्ठुलो काट्यो, अन्त सपारी राम्रो पराला भनेर अनि त्यही भएर हो। यति धेरै बनाइसकेर चाहिँ बहिनीले है, मेरो घरको पछाडि यसको घर पनि छ, यहाँ चाहिँ यिनको गोठ हो है, त्यही भएर